केरा खेती गरेर यो लगभग 4 बिघाको जग्गा प्लट नै किने। यो खेती किनेको हो 2078 सालमा। त्यसपछि दुईजना छोरालाई पढाउँछु, एकजना काठमाडौँ छ, एकजना इन्डियामा छन्। अनि घर पनि बनाएको छु, ट्र्याक्टर किनेको छु, अनि खेतीमा पनि जति लगानी हुन्छ सब यसैमा छ। छोराहरूले के पढ्नुहुन्छ? छोरा एकजना त्यो ऊ पढ्छ इन्जिनियरको, एकजना डक्टरको, दुईजना छोरा छन्। भनेपछि केरा खेती गरेर छोराहरूलाई डक्टर इन्जिनियर पढाउने पैसा चाहिँ नि उठ्ने रहेछ। त्यो त उठ्छ नि खर्च पनि थुप्रै छ। मान्छेले केरा खेतीबाट आम्दानी भएन भनेर खेतीबाटै विस्थापित भइरहेको नाइ सर, त्यस्तो छैन। मेहनत गर्न पर्छ। म बिहान 6 बजे आउँछु, अनि 12 बजे जान्छु, फेरि 3 बजे आउँछु, 7-8 बजेसम्म यतैतिर रहन्छु। मेहनत गर्न पर्यो। अब मनमानी केरा लगाइदिएपछि आफू चाहिँ त्यो मतलब गरिएन भने त्यो लस दिन्छ, घाटा लाग्छ। खट्न पर्छ। मेरो 10 जना लेबर सधैँ रहन्छन्, खट्न पर्छ। त्यो केरा लगाइदियो, आफू वास्ता गरिएन भने फेरि त डुबाइदिन्छ, केरा डुबाइदिन्छ, मान्छेलाई फेरि कर्जामा जान्छ।